कलेज पढेर जस्ट म आइबसेको थिएँ। मलाई चाहिँ एकदम गर्मी भयो अनि म छपरारी भन्दा 1 किलोमिटर अगाडि छु। छारी खोज्दै खोज्दै हिँडेको कतै पनि भेटेन क्या। यहाँनिर सानो एउटा यसको खोइ कुन गाछी छ यहाँ नजिक, अनि यो गाछीमा चाहिँ म बसेको छु क्या। पहिलाको जमानामा चाहिँ अहिलेसम्म पनि मलाई याद छ, जति बेला बुवाले चराएर साइकलमा चराएर चाहिँ ल्याउनु हुन्थ्यो क्या फुलबारी मेला भर्नको लागि। पहिला चाहिँ रुखहरू ठाउँ ठाउँमा हुन्थ्यो। अहिले चाहिँ हेर्दाखेरि हिँड्ने मान्छेलाई धरि अब यहाँ छारी नपाएर हिँड्नु सक्दैन, बाध्यताले गाडीमा चढेर जानुपर्ने अवस्था छ क्या। बनाउँदैछ भन्छ, अब खोइ कहिले बनाउँछ कहिले बनाउँछ। तर यदि मेरो गाउँतिर यस्तो भएको भए स्वयं आफ्नो लगानी हालेर चाहिँ म बस्ने ठाउँहरू सब बनाउँछु। प्रायः छु कि यदि मेरो यहाँ चाहिँ घरकै साइडमा व्यवसाय भयो भने चाहिँ म आफ्नो लागि पनि गर्नेछु र जनताको लागि पनि केही गर्नेछु भन्ने मेरो चाहिँ विचार छ। अब भगवान्ले कतिसम्म साथ दिन्छ। अहिले चाहिँ जस्ट म बुवाको बाइक लिएर आएको छु। अब अप डाउन गर्न हामीहरूलाई चाहिँ कम्तीमा पनि 80 रुपियाँ लाग्छ क्या। यदि बाइकमा ट्राभल गऱ्यो भने चाहिँ लाइसेन्स पनि छँदैछ मसँग, 40-50 रुपियाँको तेल खान्छ, त्यति नै हो क्या। झन् साथी भयो भने त्यति पनि खर्च लाग्दैन। सो त्यही हो। सो जति सक्दो पनि म यही भन्न चाहन्छु कि एकदम गाह्रो भइरहेछ। मलाई भन्दा पनि हिँड्ने मान्छेहरूलाई एकदम गाह्रो भएको छ। जति सक्दो पनि छिटो रुखहरू रोप्नुहोस् भन्न चाहन्छु। सो थ्याङ्क्स फर वाचिङ दिस भिडियो।